आत्मा दाजुभाइ तथा दिदीबहिनीहरूमा, आज म एउटा कथा लिएर उपस्थित भइसकेको छु र तपाईहरुमाझ आज म कथा प्रस्तुत गर्न चाहन्छु। एउटा सानो गाउँमा एउटा रोबिन नाम गरेका केटा थिए। उनी एकदमै मेहनती, दयालु र पढाइमा पनि एकदमै उत्कृष्ट नम्बर लिएर उत्तीर्ण हुन्थे। र उनको बुवा एकदमै गरिब थिए र गरिब भएकै कारणले उनले च्यात्तिका कपडाहरू, च्यात्तिका जुत्ता लगाएर चाहिँ स्कुल जानु पर्थ्यो। र एक दिन स्कुलबाट फर्काने क्रममा साथीहरूले बाटोमा आउने क्रममा चाहिँ ती कपडाहरू र जुत्ताहरू देखेर एकदमै तुच्छ शब्दहरू बोल्ने, हैन, यस्ता कपडा किन लगाएको, यस्ता जुत्ता, च्यात्तिका जुत्ता किन लगाएको भनेर चाहिँ सधैँभरि चाहिँ त्यो रोबिनलाई खिल्ली उडाउने गर्थे। र रोबिन चाहिँ एकान्तमा आएर चाहिँ डाको छोरो हुन्थ्यो, म किन यसरी गरिब भएला र मेरा साथीहरूले यसरी मलाई घिरा गर्छन् भनेर चाहिँ एकान्तमा आएर चाहिँ ऊ डाको छोरा रुने गर्थ्यो। र त्यस्तै चल्दै गयो, त्यस्तै क्रम चल्दै गयो र एक दिन फेरि स्कुलबाट आउने क्रममा चाहिँ उसले आफ्नो बुवालाई हलो जुवा बोकेर खेत झरेको र च्यात्तिएको जुत्ता लगाएर चाहिँ खेतमा झरेको चाहिँ देख्यो र रोबिन रुन थाल्यो। त्यसपछि रोबिनले बेलुका बुवा घर आइसकेपछि यस्तो सोच्यो कि बुवा, हामी अति नै गरिब भयौँ, यसको लागि म केही न केही मिहिनेत गर्छु। यो तपाईँको च्यात्तिएको जुत्ता, त्यो तपाईँका थोत्रा कपडा म एक दिन नभए एक दिन परिवर्तन गर्नेछु भनेर चाहिँ वाचा गर्यो। वाचा गरिसकेपछि रोबिनले धेरै मिहिनेत गर्न लाग्यो र त्यसपछि कैयौँ वर्षपछि चाहिँ ऊ एउटा पढाइमा राम्रो थियो र पढाइले गर्दा चाहिँ ऊ एउटा राम्रो जागिर खायो हाई स्कुलमा। अनि त्यसपछि पहिलो तलबले उसले चाहिँ आफ्नो बुवाको जुत्ता फेरिदियो अनि बुवाको कपडा, आमाका कपडा, जुत्ता फेरिदियो र आफ्नो बुवाले भने कि होइन बाबु, तिम्रो फेर्नुपर्छ कपडा, जुत्ता तिम्रो फेर्नुपर्छ, मेरो होइन भनेर चाहिँ भन्नुभयो। र पनि रोबिनले मानेन। होइन बुवा, तपाईँले फेर्नुपर्छ, पहिला तपाईँको त्यो च्यात्तिएको जुत्ता देखेर चाहिँ मैले आज यत्रो परिवर्तन गर्न सकेँ भने म तपाईँको जुत्ता नै फेर्नुपर्छ पहिला, अनि त्यसपछि म फेर्छु भनेर चाहिँ वाचा गर्यो। अनि त्यसपछि रोबिनका घर परिवार, जब रोबिनले चाहिँ जागिर खायो, त्यसपछि रोबिनको घर परिवारमा चाहिँ खुसियाली आयो र खुसीका साथ रमाउन थाले। यति भन्दै मेरो यो कथा यहीँ समाप्त गर्न चाहन्छु। थ्याङ्क यू।